तपाईँले स्नो रिभर्स लिमिटेडको आइपिओ भर्नुभयो त? भर्नुभएको छैन भने चाहिँ भरिहाल्नुहोस् है। स्नो रिभर्स लिमिटेडले चैत्र 9 गतेदेखि आयोजना प्रभावितका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावितका स्थानीयका लागि 9,37,500 किता आइपिओ छुट्याएको छ र यो आइपिओमा चाहिँ आयोजना प्रभावित ताप्लेजुङ जिल्लाका स्थानीयले आवेदन दिन सक्नेछन् र स्थानीयले न्यूनतम 10 कितादेखि अधिकतम 10,000 कितासम्म आइपिओ अप्लाई गर्न सक्नेछन् भने स्थानीयका लागि आइपिओ भर्ने अन्तिम मिति चैत्र 23 गते तोकिएको छ र उक्त समयमा पनि पर्याप्त आवेदन परेन भने चाहिँ वैशाख 8 गतेसम्म आवेदन दिने समयावधि लम्बिनेछ। र ताप्लेजुङ जिल्लाका कुन कुन गाउँपालिकाको लागि यो आइपिओ हो त्यो सबै कुराहरू चाहिँ मैले कमेन्टमा राखिदिएको छु, त्यहाँ गएर हेर्नुहोला र स्थानीयले कहाँबाट आवेदन दिने भन्ने कुरा पनि त्यहाँ राखिदिएको छु, त्यहाँ गएर चेक गर्नुहोला। र त्यस्तै गरेर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि 93,750 किता आइपिओ छुट्याएको छ र यो आइपिओमा न्यूनतम 10 कितादेखि अधिकतम 1,000 कितासम्म आइपिओ अप्लाई गर्न सक्नुहुनेछ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत्र 12 गतेसम्म आवेदन दिन सक्नुहुनेछ है त।